हेलो गाइज ब्याक टु ब्याक वेलकम ब्याक टु माई ब्लग है। ब्याक टु ब्याक चाहिँ गाइज क्यामेरामा फेरि आइसकेको छु। अनि गाइज चाहिँ अनि यता मेरो साइडमा गेस्ट हुनुहुन्छ विकास आले दाई हुनुहुन्छ। गाइज एकदम फिसरम्यान दाई हेलो भन्नु न। वाट्सअप गुड ल गाई चाहिँ ओ के हो चोट गर्छु झोला त यार लोड दिएर भयो क्या त एकदम त सानो भएर क्या हुनुलाई त यार हेर्नु न यी मिलेको छैन यार म आफै लिन्थेँ नि झोला उता ल गाई चाहिँ ट्याकको गाई ल ल ल ल ल धेरै पछि आफ्टर लङ टाइम गाई चाहिँ खोलामा ट्याकको फिसिङ अन गाइज खोला देख्न सक्नुहुन्छ ठुलै छ। यो कुन खोला भनेर सोध्नुहुन्छ भने धेरैले चिन्नु भइसक्यो होला मेरो भ्युवर्सहरूले। अहिले हामी गाइज दुईपिप्लेको एकदमै दुईपिप्ले न यो लगभग तनहुको एकदम सबले थाहा यो रिस्ती खोलामा हो। अनि यो चाहिँ गाइज फेरि लमजुङ पर्छ है यता यो ठ्याक्कै पुल छ माथि होइन हाम्रो यो मध्य नेपालको पुल यो तनहुमै पऱ्यो है रिस्ती त होइन तनहुमै पऱ्यो यो खोला त होइन के हो अघि यो त बिचमा पऱ्यो गाइज के हो क्या तनहु लमजुङ कहाँ हो है गाइज यो हामी त वारी तनहु यो पारी लमजुङ बिचमा छौँ बोर्डरमा छौँ। हेर्दाखेरि मात्र सानो देखेको रहेछ खोला ठुलै रहेछ। ल जाल खेल्ने क्रममा आएको छौँ ल ऊ आच्छे रहेछ त ल गाइज अब बाटो हिँड्दा है यस्तो देख्यो ल यतिको लागि होला एनी केस गाइज तपाईँहरूलाई थाहा होला के हो कि यो फोहोर फाल्ने बनाएको हो के बनाएको पानी चाहिँ टिल्लो भएको छ यहाँ बन्दै रहेछ। अनि ओहो हिँड्ने भयो अनि तल चाहिँ गाइज हाम्रो माथि नदी दामी बगिरहेको छ माथि पनि बढेको छ। रिस्ती खोला ठुलो हो क्या लास्ट फिसिङको लागि गाई चाहिँ देख्न सक्नुहुन्छ पारी मान्छे यता दिदी हुँदो रहेछ बल्छी थापेर अनि यता दिदी भयो अनि यता पनि यता दाइ छ अनि यता पनि तल फेरि जाल हानेर छ माथि त्यस्तै छ माथि पनि टन्ने मान्छेहरू लगाइज अब सुरु हान्ने पनि झ्याप्प लाएर डेन्जर हाँस्थे है हाँसे मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो जानै लाने भयो। गाइज जाल हान्न सुरु जाल हानिसकेको अवस्था छ माछा परिसकेको अवस्था छ। अब हाम्रो पनि गाइज हाम्रो पालो अब है कति पारिन्छ त के हामीले 1 किलो जम्मा 5 किलो पार्नुपर्छ गाइज। आज फिसिङको पहिलो सर्ट ल गाइज हा गाइज जाल मिठो गएको छ ओके त्यो त भाग्दै गयो है ठ्याक्कै ठाउँमा गएको हेऱ्यो नि फेरि हान्नु नि ठ्याक्कै है मिठो ठाउँमा गयो यार गाइज। त्यो मान्छे हामी जाल हानेको देखेर होइन कति फास्ट के माथि हान्दा थियो अघि मैले देखाएको थिएँ नि भिडियोमा उहाँ हान्दा थियो यहाँ तल हजुर बोनी भइसकेको अवस्था छ भिट्टीबाटै बोनी फुलुङ हेराउँछु गाइज म गाइज मेरो पनि जाल छ कि म माछा मात्र टिप्न आएको होइन फेरि माछा मात्र टिप्न आएको भन्नु लागि यहाँ मेरो जाल पनि छ। अब ल गाइज अब भिडियो बन्द गरेर दाजुभाइ भएर झ्याम जाल हान्नुपर्छ अब बोन त 3टाबाट सुरु भएछ नि त है एउटा 2टा 3टा यो माथि भयो यता रिस्ती खोला अहिले हामी ठ्याक्क माथि र रिस्ती खोलाको हामी दोबानमा छौँ ठ्याक्क जोडिने ठाउँमा। जाम न त उता गइदिउँ
हान्ने हो कि अलिक छिनमा हान्छु कि आम्मामो बाम बाम ढुङ्गा चिप्लो हो माछै छैन त है ल गाइज रेस्ट टाइम है 1 लिटर पानी सक्यो अवस्था अर्को नि हाफ भएको अवस्था ल गाई चाहिँ ल थैट यार यस्तो फेरि बुधु नै होला फेरि है आमा ल गाई चाहिँ पुरै अनि यता पनि देखाइदिन्छु गाइज माछा ल यस्तो ट्याक्क ल छ है माछा परेको छ ल रेस्ट टाइम इन्डिङ फेरि हान्नु पऱ्यो गाई चाहिँ एउटा दुइटा ठम्नुको लागि चाहिँ कुठाइदिनु पऱ्यो चट्ट लगाएर कालो देखेर रमाइलो त रमाइलो भयो है गाइज अहिलेसम्म यति भयो त्यो दिदीको त आम्मामा एक फुलुङ थियो यार तिहारीमा है त्यो भएर हामी पनि इन्सपायर भएर चाहिँ गयो है अब तिहारी त लिएर आएको तर अल्छी लगाइरहेको थियो नि त टक्क फेरि तिहारी यो सेकेन्ड गाइज यो हाम्रो अन्तिम उपाय तिहारी एक फुलुङ त भराउनु पर्छ कि ल अब तिहारी थाप्नु लागेको अझै ल पक्ने मोबाइल राख्छु है मोबाइल राख्छु के ल गाइज हाम्रो तिहारीको जाल फिजाइसकेको छ सर यता फेरि दिदीको माछा त अब त्यस्तै हो अब के कस्तो माछा पर्नु पर्ने त हो यो दिदीले त यार एक फुलुङ भराउनु भयो रहेछ हाम्रो आधी फुलुङ पनि गाह्रै छ आज है के कसो पुरा सेन्टी है रिसाइरह पक्का फिसिङ म्यान जस्तो देखेछ यार आम्मा तल पनि त गाइज तपाईँको त अलि उता राख्नु पर्ने यता भेलतिर पर्यो नि त ओके च्याप्ने ढुङ्गा च्यापिदिन्छु म यहाँ ल गाइज हाम्रो तिहारी उठाएको अवस्था कहाँ गयो त्यो माछा पनि यार छैन यार त यार ल अघि पनि एउटा माछा हरायो त्यसरी छैन यता नि दुइटै हो तपाईँ कतै जाने घरतिर प्लास्टिक हेलो गाइज ल हामी खोलाबाट आइसकेको छौँ है ल गाइज हाम्रो माछा होइन हजुर हुन्छ हो के अरे फ्राई टाइपको दियो मैले बनाउँछु हुन्छ कि रातो टाइपको बुटेर हुन्छ ल गाई चाहिँ कस्तो लाग्यो हजुरहरूलाई हाम्रो सुकुरी ल कमेन्ट पनि गर्नु होला ल भान्जा प्लास्टिक प्लिज फुलुङको माछा खनाइदिउँ आजको मेहनत गाइज कति 3 घन्टा जति भयो होला भान्जा है ल 3 घन्टाको मेहनत है त गाइज भन्दा भक्कु रिस उठ्यो होला मैले भक्कु गाइज भन्दैछु भान्जा आज खोइ त यार बाम जाम ठिकै प्लास्टिकमा त धेरै नि रहेछ भान्जा यहाँ त ठोर देखिन्छ नि यो त ठुलो हुन्छ नि त है आछि धेरै नि हो त भान्जा आधा किलो ल भयो यति भयो तिम्रो बजै खुसी 2 दिन छाक अनि एकै छाकको भान्जा यो 2 दिन छाक हुँदैन ल गाइज यो घरमा ट्याक्क ल आजलाई यति नै गरौँ होला आज चाहिँ जे होस् रमाइलो भयो एकदम इन्जोय भयो धेरै पछि है आज फिसिङ गएको भान्जा अब सुकुटी बनाइदिने ट्याक्क ल अब सुकुटी बनाउने त्यसपछि घरतिर रिल्याक्स गाइज ल सी यु नेक्स्ट ब्लग
यदि तपाईँ हाम्रो युट्युबमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानल सब्सक्राइब गर्नु होला, यदि पुरानो हुन्छ भने लाइक, सेयर, कमेन्ट। बाई बाई।